Good morning, Choru. Good morning, Choru. Morning everyone, namaste and chajalo and welcome to my vlog. And आजको vlog चाहिँ हाम्रो एकदम स्पेशल हुन्छ हो किनभने आज चाहिँ इट्स इन्टरनेशनल योगा डे. सो म चाहिँ जाँदैछु हाम्रो जिममा. हामी चाहिँ योगा डे सेलिब्रेट गर्छौं हैन. आज हाम्रो योगा टिचर आउनुहुन्छ डना दी अन्त आउनुहुन्छ अन्त उहाँले हामीलाई सिकाइदिनुहुन्छ हो. सो म अलिअलि क्लिप्स हाल्दै गर्छु हो. एन्जॉय गर्दिदै गर्नुहोस् है भिडियो. म चाहिँ जाँदैछु हिनेर जाँदैछु जिममा अन्त हिनेर जानुपर्छ हो. हुन त गाडी पाउँछ कि तर कोही बेला गाडीहरू किन रोकिदिँदैन हो. अन्त अब यहाँ घरबाट त नभनेको 10 मिनट्स छिटो हिँड्यो भने चाहिँ 8 मिनट्सहरुमा पुग्छ बाटो. त्यहाँबाट गाडी पाउँछ तर रोकिदिँदैन कोही बेला कि. त्यो भएकोले गर्दाखेरि आई प्रिफर वकिङ ओन्ली हो. क्यालोरिज स्टेप्स पनि काउन्ट हुन्छ नि त. अन्त त्यो भएर चाहिँ अब चाहिँ म जाँदैछु. अन्त म तपाईहरुलाई जिममा क्लिप्सहरु देखाउँछु. बाटोसम्म आइपुगे हो. अब अझै हाफ वे छ. दिन चाहिँ अहिले म हिँड्दाखेरि राम्रो भयो. घरबाट निक्लिँदा अझै हाफ वे छ बाटो पुग्नु. भने त मैले नभनेको पनि 8 मिनट्स त लाग्छ जति छिटो हिँड्यो भने पनि. किनभने जति छिटो हिँड्छ त्यति सास फुलिन्छ हो. हिँड्न सक्दैन नि त. त्यो भएकोले गर्दा चाहिँ पुग्न आँटे अब बाटो. दामी देखिरहेको रहेछ आज त. दामी देखिरहेको रहेछ यहाँनिर आएर चाहिँ. I don't know कतिको strength capacity छ. मैले medium speed गर्दैछु. If you want to go adjust slow 10 and relax in and breathe out. One more time, breathe in, feel the stillness and breathe out. Ten, 9, 8, 7.
र गाइज आजको भिडियो चाहिँ यति नै थियो र आई होप यु अल इन्जोयड वाचिङ माई भिडियोज। अन्त आज योगा डे भएकोले गर्दाखेरि मैले अलिक त्यहाँनिर अलिक कन्जस्टेड भएकोले गर्दाखेरि बेसी देखाउनु पाइनँ तपाईँहरूलाई। जतिसक्दो मैले ट्राई गरेँ होइन। र आशा छ कि आजको इन्टरनेसनल योगा डे तपाईँहरूले पनि मनाउनु भयो होला भनेर। र म अझै पनि यस्तो भिडियोजहरू लिएर आउँदैछु तपाईँहरूको समक्षमा। यो मात्रै नभएर अरू मेरो हबिज मेरो अरू के छ अब लाइफमा होइन, त्योहरू पनि देखाउने छु छिटै। र अब यति भन्दै म आजको भिडियो एन्ड गर्छु। र टिल देन स्टे ह्याप्पी एन्ड स्टे हेल्दी।